Kind of sucks. There's no windows. You don't like it? Dad, That's too bad. what are you doing? Dad? Dad? What are you doing? Dad! Dad! Let me out! कल्पना गर्नुहोस्, तपाईँ 20 वर्षकी युवती हुनुहुन्छ। तपाईको एउटा सपना छ, संसार घुम्ने, आफ्नै जीवन बनाउने। तर तपाईको आफ्नै बुबा तपाईलाई घर छोडेर जान दिन चाहदैनन्। गर्ल इन द बेसमेन्टको कथा यहीँबाट सुरु हुन्छ। सारा आफ्नो जीवनलाई नयाँ सुरुवात दिन चाहन्छिन्, तर उनका बुबा डन अत्यन्तै नियन्त्रणकारी स्वभावका छन्। एक दिन डनले साराहलाई बेसमेन्टमा बोलाउँछन्। उनी त्यहाँ एउटा भारी सामान सार्नुपर्ने बहाना गर्छन्। साराहलाई केही शङ्का हुँदैन, तर उनी बेसमेन्टको एउटा गोप्य कोठाभित्र पुगेपछि डनले ढोका बन्द गरिदिन्छन्। साराहले बाहिर निस्कन खोज्छिन्, चिच्याउँछिन्, तर त्यो कोठा यसरी बनाइएको हुन्छ कि बाहिरका मानिसहरूले उनको आवाज सुन्नै सक्दैनन्। त्यस क्षण साराहले बुझ्छिन् उनी आफ्नै घरभित्र कैद भइसकेकी छिन् र उनको दुस्वप्न भर्खर सुरु भएको हुन्छ। सारा बेसमेन्टमा कैद भइसकेपछि डनले अर्को काम गर्छन्। उनले परिवार र बाहिरका मानिसहरूलाई सारा घरबाट भागेको विश्वास दिलाउँछन्। उनले एउटा कथा बनाउँछन्। सारा आफ्नो प्रेमीसँग फ्लोरिडा गएको बताउँछन्। समय बित्दै जान्छ। परिवारले सोच्न थाल्छ साराले आफ्नो नयाँ जीवन रोजिन्, तर वास्तविकता उनीहरूकै घरमुनि लुकेको हुन्छ। साराको कोठा अँध्यारो, साँघुरो र लगभग संसारबाट पूर्ण रूपमा अलग हुन्छ। त्यहाँ सामान्य जीवनका लागि आवश्यक केही आधारभूत सामान मात्र हुन्छन्। बाहिर संसार आफ्नै गतिमा चलिरहेको हुन्छ, तर तल साराको जीवन रोकिन्छ। दिन, महिना र वर्षहरू बित्दै जान्छन्। सबैभन्दा डरलाग्दो कुरा के हो भने समयसँगै बाहिरका मानिसहरूले उनको अस्तित्व नै बिर्सिन थाल्छन्। तर सारा हरेक दिन एउटै प्रश्नसँग बाँचिरहेकी हुन्छन्, कि म कहिल्यै यहाँबाट बाहिर निस्कन सक्छु। समय साराहका लागि सबैभन्दा ठूलो शत्रु बन्छ। एक दिन, 2 दिन, 1 वर्ष र अन्ततः वर्षौं बित्छन्। डनको नियन्त्रणमा साराहको जीवन पूर्ण रूपमा बदलिन्छ। तर यो कथाको अर्को पीडादायी पक्ष पनि छ। साराहबाट डनका 4 सन्तान जन्मिन्छन्। तीमध्ये केही समयपछि एउटा बच्चालाई डनले बेसमेन्टबाट बाहिर लैजान्छन्। बाहिरका मानिसहरूलाई उनी बच्चा आफूले भेट्टाएको दावी गर्छन्। यसरी साराहका आफ्नै सन्तानहरू पनि उनको नियन्त्रणबाट टाढा हुँदै जान्छन्। तर अर्को बच्चा माइकल साराहसँगै बेसमेन्टमै रहन्छ। समस्या अब अझ गम्भीर हुन्छ। बेसमेन्टको खराब वातावरण, स्वास्थ्य सम्बन्धी समस्याहरू र उपचारको अभावले माइकलको अवस्था बिग्रिँदै जान्छ। साराहले आफ्नो पीडा सहन सक्छिन्, तर आफ्नो बच्चालाई यसरी कमजोर हुँदै गएको हेर्न सक्दिनन्। अब उनलाई थाहा हुन्छ माइकललाई अस्पताल पुर्याउनु नै पर्छ। माइकलको अवस्था दिन प्रतिदिन गम्भीर बन्दै जान्छ। सारालाई डर लाग्छ, यदि अब केही गरिएन भने उनको बच्चाको ज्यान जान सक्छ। त्यसैले उनी जोखिम लिएर बाहिरका मानिसहरूको ध्यान तान्ने प्रयास गर्छिन्। सानो संकेत, सानो आशा, तर प्रत्येक प्रयाससँगै डनले थाहा पाउने डर पनि हुन्छ। अन्ततः माइकललाई अस्पताल लैजानुपर्ने अवस्था आउँछ। डनसँग अर्को विकल्प हुँदैन। उनी माइकललाई अस्पताल पुर्याउँछन्। तर साराको समस्या अझै समाप्त भएको हुँदैन। डनले फेरि पनि साराको नाम प्रयोग गरेर एउटा झुटो कथा बनाउने प्रयास गर्छन्। उनी यस्तो देखाउन खोज्छन् मानव बच्चाको हेरचाह गर्न नसकेर सारा आफै जिम्मेवारीबाट टाढा भएकी हुन्। तर अस्पतालका कर्मचारीहरूले केही कुरा असामान्य देख्छन्। बच्चाको स्वास्थ्य इतिहास छैन, खोपको रेकर्ड छैन र उसको अवस्थाले धेरै प्रश्न जन्माउँछ।
यही प्रश्नहरू अन्तत साराको उद्धारको बाटो बन्न थाल्छन्। अस्पताल पुगेपछि साराले धेरै वर्षपछि बाहिरी संसारलाई नजिकबाट देख्ने मौका पाउँछिन्। तर उनका लागि यो केवल अस्पताल होइन, यो बाहिर निस्कने सम्भावित बाटो हो। त्यसैले उनी एउटा मौका खोज्छिन् र अन्ततः उनी एकजना स्वास्थ्यकर्मीसँग गोप्य रूपमा कुरा गर्न सफल हुन्छिन्। साराले आफ्नो वास्तविक परिचय बताउँछिन्। उनी कसरी वर्षौंदेखि कैदमा छिन् र वास्तवमा के भइरहेको छ सबै बताउन थाल्छिन्। सुरुमा यो कुरा विश्वास गर्नै कठिन हुन्छ, तर उनको बयानसँगै घटनाका टुक्राहरू जोडिन थाल्छन्। अस्पतालले सम्बन्धित अधिकारीहरूलाई खबर गर्छ। अब डनले वर्षौंदेखि लुकाएको रहस्य बाहिर आउन थाल्छ। पुलिस सक्रिय हुन्छ र 20 वर्षदेखि बन्द रहेको त्यो ढोका अन्ततः खुल्ने अवस्थामा पुग्छ। वर्षौंसम्म साराले एउटै सपना देखेकी थिइन्, स्वतन्त्रता। र अन्ततः त्यो दिन आउँछ। अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गर्छन्। डन पक्राउ पर्छन् र बेसमेन्टमा कैद सारा र उनका सन्तानहरू त्यहाँबाट बाहिर निकालिन्छन्। 20 वर्षपछि साराले फेरि खुला आकाश देख्छिन्। तर स्वतन्त्रता पाएपछि पनि उनको सङ्घर्ष तुरन्तै समाप्त हुँदैन। यति लामो समयको कैद, डर र मानसिक पीडाबाट बाहिर निस्कन समय लाग्छ। तर अब एउटा कुरा फरक छ। यसपटक उनले आफ्नो जीवनको निर्णय आफै गर्न सक्छिन् र अन्ततः सारा आफ्नी आमासँग पुनर्मिलन गर्छिन्। यो कथा केवल एउटा अपराधको कथा होइन, यो वर्षौंसम्म आशा जीवित राखेकी एउटी महिलाको कथा हो र एउटा सम्झना पनि। कहिलेकाहीँ सबैभन्दा अँध्यारो ठाउँमा पनि सानो आशाले स्वतन्त्रताको बाटो खोल्न सक्छ।